हेलो गाइज वेलकम ब्याक माई न्यू ब्लग। म चाहिँ आज पनि ठ्याक्क 9:30 बजे उठेँ है। अब चाहिँ 9:30 बजे उठिहालेँ। अब के गर्नु, अब मुखसुख धुनुपर्ने हुन्छ होइन। यो चाहिँ मेरो 1 हप्ता पछाडि बनाएको ब्लग हो। फेरि 1 हप्ता चाहिँ अस्ति हालेँ, फेरि आज शनिबार 1 हप्ता पछाडि बनाएँ, किनकि दिनै पछि बनाउनुमा सक्दिनँ। मेरो पनि केही कामहरू हुन्छ यताउति होइन। त्यही भएर एक हप्तामा एउटा ब्लग बनाउँछु गाइजहरू। तर पनि भ्यू चाहिँ आउँदैन, तपाईँहरू हेर्नुहुँदैन। न भ्युज आउँछ न लाइक आउँछ। कसरी ब्लग पनि गर्नु गाह्रो छ। ल गाइजहरू तपाईँलाई म मुख धोएर भेट्छु ल। हेलो गाइज, फाइनली मैले मुख पनि धोइसकेँ। अब मुख धोइसकेपछि अब के गर्ने त, 11 बजिसक्यो। 11 बजिसक्यो मतलब अब 9:30 बजे उठेको थिएँ मुख सुख धुन्छु भनेर। फेरि मोबाइल चलाउँदै बजेँ। गाह्रो छ कि मुख सुख धुन्छु भनेको थिएँ। 9:30 बजे उठ्नु बित्तिकै फेरि अल्छी लाग्यो, मोबाइल चलाउँदै बसेँ। भर्खर मुख धोएर आइसकेँ। अब चाहिँ तपाईँसँगलाई खानासाना खानुपर्ने हुन्छ ल त गाइजहरू। अब तपाईँलाई म खानासाना खाएर भेट्नेछु गाइजहरू। गाइज फाइनली खानासाना खाएर पनि म भिडियो बनाउनुको लागि विपनहरूकोतिर हिँडिसकेँ है गाइजहरू। टक्कसँगले हेर्नुहोस्, विपन घर चाहिँ त्यो भएर त्यो हो। अब टक्कसँग म चाहिँ तपाईँलाई त्यहीँ पुगेर भेट्नेछु ल त गाइज। फाइनली म चाहिँ विपनहरूकोमा नि आइसकेँ। हेर्नुहोस्, दिपसन दाई पनि आइसक्नु भएको रहेछ चत्राबाट। हेलो दिपसन दाई, यो चाहिँ कति बेला आइस? यो छक्का हो। देखाइदिनु यहाँ दिपसन दाई आएर बसिरहेको छ। हेलो गाइज, फाइनली भिडियो बनाउन आएको मान्छेहरू आएर छन्। यता राधे, यता दिपसन दाई, यता मेरो भाइ। तपाईँसँगले हामी चाहिँ भिडियो बनाउन आएको, तर भिडियो बनाउने मान्छे नै कोही भएन। एकजनालाई सागरलाई फोन गरेको थियो, आउँदैछु भनेर भयो। यसको फोन झरेर झन्डै फुट्यो गाइजहरू भिडियो बनाउने क्रममा। र सागरलाई फोन गरेको आधी घन्टा भन्दा धेरै भइसक्यो। त्यसलाई 4-5 फोन गरेको, आउँदैछु मात्रै भन्छ, तर कहाँ थाहा नै छैन। हाम्रो सुट हुँदैछ। नहाँसी गरेर हरेको अहिले बोर्चिस त अहिले। हेलो गाइज, फाइनली हामी चाहिँ फेरि अर्को भिडियो बनाउनु जङ्गलतिर आइसकेका छौँ। आइसकेका नि के भन्नु। यहाँ टक्कसँगले हामी अब जङ्गलतिर जाँदैछौँ। गिटार सिटार फोटो खिच्नुको लागि, फोटोसुटको लागि गिटार पनि छ हामीसँग है गाइजहरू। हजुर अब गाह्रो छ, कन्टेन्टमा आउनु पर्ने हुन्छ 3-4वटा। अब गाह्रो छ, के गर्नु होइन। यस्तै छ जिन्दगीमा, 2 दिनको जिन्दगीमा के छ र मरिलानु। जतिसम्म बाँचिन्छ रमाइलो गर्ने त हो किन त गाइजहरू भनिदिनु पऱ्यो कमेन्टमा। तर लाइक सब्सक्राइब सेयर सबले गरिदिनु पर्ने हुन्छ गाइजहरू है। ल भैँसी हाल्केले ठाउँमा चिरी पठाइदिएन। ल एउटा भिडियो चाहिँ सक्यो सुट गरेर गाइजहरू। फेरि अझै 3-4वटा बाँकी छ गाइज होइन। गाह्रो छ। अब हामी चाहिँ टक्कसँग दिपन दाइहरू चाहिँ घर जाँदैछ लुगा उयो गर्नुको लागि। अनि टक्क हामी 3जना चाहिँ अर्को सुटको लागि जाँदैछौँ है। त्यहाँ जङ्गलतिर जानुपर्ने हुन्छ। पछाडि यहाँ राज भाइ, विपन भाइ, राहुल भाइ छ। ल गाइजहरू, अब तपाईँहरू चाहिँ म अस्तिको ठाउँमा गएर भेट्छु। अस्ति तपाईँहरूले फोटोसुट पनि देखिहाल्नु भयो। ल भाषले पागल। गाइस फाइनली हामी जङ्गल पनि आइसक्यौँ र यहाँ भिडियो बनाउनु तयार हुँदैछ। यता को अरे काजी, अहिले तेरो त काजीलाई पाजी भन्छु म। तेरो चाहिँ हाम्रो कालु भाइ। तिमी कसको फ्यान अरे? कसको?
कसो गरे नेमार कि नेवार नेमार कालो भएछ घरमै बस्ने डुले डुले गर्छ छोडेको चाहिँ नकुद चाहिँ हामी भिडियो सुट गरेर पनि आइसक्यौँ यहाँ दिपेन दाई लुगा फोहोर भएर बसिरहेका छन् यता सागरे गयो अब एकछिन रेस्ट टाइम अहिले गाइस अहिले चाहिँ टक्कसँग हामीले खाएर पनि बसिसक्यौँ होइन चटपटे बनाएर ल्याउनु पनि हान्यौँ होइन यहाँ फोटो खिच्ने अरे दाजु कस्तो अरे यो चाहिँ फोटो खिच्दैछ गाइस फाइनली हामीले भिडियो सिडियो पनि बनायौँ र फोटो पनि खिच्यौँ र खाजा साजा खाएर अब घरतिर लाग्यो गाइसहरू होइन कस्तो छ अहिले गाह्रो छ 2 दिनको जिन्दगीमा होइन चटपटे खाएको ओठ पोलेर कस्तो कुन खोर्सानी हाल्यो सागरले डल्ले डल्ले अकबरे हाले जस्तै छ ओठ पोलेर ल गाइस अब म घर पुगेर भेट्छु ल त सी यू गाइस अब नाइस फाइनली म घर पनि आइसकेँ आज टक्कसँगले नुहाउनु पर्ने हुन्छ गर्मी धेरै छ गाइस म चाहिँ फाइनली भिडियो बनाएर आएर पनि नुहाएर टक्कसँगले बसिरहेको छु र त तपाईँहरू सबैजनाले लाइक सब्सक्राइब सेयर गर्नु नभुल्नु ल त गाइस आजको भ्लग इन्ड गर्छु